हामी चाहिँ ग्रेट वाल अफ द कोरियामा छौँ आज। लामै छौँ, हिँड्दा हिँड्दा कहाँ हो यो सहरको बिचबाट आएको हामी हिँड्दा हिँड्दा थाकियो नि लास्टै। ग्रेट वाल अफ द कोरिया यो चाहिँ ट्रेकिङको लागि राम्रो रहेछ, एक्सर्साइज गर्ने, डाँडाहरू चढ्ने, यो सौकिन कुरा मात्र हो। कहिले भात नबचेको बेला यस्तो हिँड्दाखेरि भात्नु पर्छ। अब ल हेर कोरियाको भ्यू यहाँबाट है, नाइटस्केप भ्यू पोइन्ट्स अफ नाक्सान पार्क रहेछ यो चाहिँ। यहाँ चाहिँ है पार्क रहेछ यो चाहिँ नाक्सान भन्ने, कोरियाको एकदम फेमस। कस्तो व्यवस्थित छ, कस्तो विकास छ है, क्या भ्यू छ। विकास त यो हो नि यस्तो हो। आज चाहिँ मौसमले साथ दिएन, अलिक धमिलो छ, पानी पर्ला जस्तो छ, यस्तो छ। रमाइलो छ, ब्युटिफुल।